गाइस गेम म हजुरलाई यस्तो देखाउँछु अब हेरिस यो गेममा आदिमाको टर्न ओएमजी यो कस्तो धरे छ यो पिठो गेम चाहिँ एकदम इन्ट्रेस्टिङ भइरहेको छ बेबी हेलो गाइस वेलकम ब्याक टु माय च्यानल अनि आज चाहिँ मैले बनाएको छु कोरियन चाउचाउ अनि यो गाइस यो चाहिँ मैले बनाएको हो त्यही चाउचाउ चाहिँ मम्मीले हालिदिएको अनि ग्यास अन मम्मीले गरिसक्यो अरू सबै मैले गरेको हो मैले घोले मैले सबै गरेँ सो टेस्ट गरौँ पाक्यो कि पाकेन यता धेरै पनि नहीं यार टेस्टमा यसलाई यहाँ राख्ने ए होइन यसले खानु पर्यो नि मास्टरपिस टेस्ट गरौँ सकेछ अब निकालौँ गाइस अनि फाइनल कोरियन चाउचाउ बनेपछि हामीहरू खाइरहेछौँ कोरियन चाउचाउ गाइस माया पनि भर्खर उठ्यो अनि ऊ पनि खाइरहेछ मसँग उसले चाहिँ पिरो पाउडर नहालेको मैले चाहिँ पिरो हालेको काली चाउचाउ खाइदिन्छु पिरो नभएको हेर्दै थिएँ गाइस अनि मेरो अनि मायाको ड्रेस सेम छ हेर्छ ओइ ड्याडीको पछाडि के छ ड्याडी आइछ अनि चाउमिन गाइस बेबीले त कति छिटो भर्खर उठेर खाऊ सबै भन्दाखेरि कहाँ खोलिदिन्छु ल्याऊ अदन त्यही भएर एकछिनमा खोल्ने रे राख नि त राखाउ छ भए राख राख्ने रे आदिले चाउमिन खाएर बिहान रे दिदी चाउमिन खाएपछि खोलेर ल अच्छा गाइस मायाको माया हेर्छौँ आदिले चाउमिन भ्याएको छैन भनेर के खानालाई वेट गरिरहेछ ल तिन चाहिँ छिटो चाउमिन खाएर आऊ म छिटो खान्छु ढोली चाहिँ के हो नयाँ केक हो नि त आज बनाइरहेको छ मैले लिएर स्विस रोल साइजमा के स्विस रोल ओएमजी स्विस रोल म प्लेटमा राख्छु मारेर त स्विस रोल उला बिलाया बेबीलाया ओइ कस्तो राम्रो यार यो व्हाइट फरेस्ट केक हो व्हाइट फरेस्ट पेस्ट्री माथि बसेर खान्छौ बस्न खान्छ म मारेर आफ्नो एक बाइट दिन्छु अनि म चाहिँ उसको एक बाइट खान्छु ल ल बस ल नाइ बस न त गाइस अनि अब चाहिँ हामीहरू खेल्दै छौँ पिठोको च्यालेन्ज डो च्यालेन्ज अनि हामीहरूले चाहिँ यस्तो सबैले गर्नुपर्छ अनि जसले यसलाई खसाए वो चाहिँ हुन्छ लुजर अनि उसको पनिसमेन्ट हो उसलाई मुख फस गर्नुपर्छ ओके ओके सो लेट्स प्ले यहाँ मारा चाहिँ हेर ल यहाँ बसेर हेर नि त हामी खेलेको यसमा को पार्टिसिपेन्ट भन नि त यसमा चाहिँ ड्याडी खेल्छिन्छ ड्याडी खेल्नै पर्यो नि यार नभए इन्ट्रेस्टिङै हुँदैन नि यसमा चाहिँ हामी तीनजना खेल्दैछौँ ड्याडी मम्मी बहिनीले त जान्दैन होला बिचरा पार्टिसिपेट ड्याडी
म अनि मम्मी बहिनी हैन चाहिँ गेम हेर्ने दर्शकबिन सो लेट्स प्ले फर्स्ट को म बहिनी स्याड म मारेर त दिलले काट्छिन्छ अब 3 2 1 वाह ल दिले जस्तै गर बेबी नि बेबीलाई नि दिनमा गर्न केसर काटा ल भयो भयो ओ दादी दादी दादीमा दादीमा ल अनि कसको टर्न ल अब आदि देले त लिइराख्नु हुन न हातमा ल काटी बेबी कालीको यतिले काट्यो माइरा मारेको पालो मम पछि मारेको लास्टमा है नझर है गयो तिमी यहाँबाट गर न राम्रोसँग अलि राम्रोसँगले भएन त ओके सो कसको पालो प्यारट ल दिदी मेरो माएर बस्छ मेरो रहेछ ओके हातले औँलाले त छोइसक्यो त्यस्तो नगर्नु यो औँलाले त छोएर ढल्ने ढलेन ढल्यो भने झन् पनिसमेन्ट पाउँछ ढल्यो भने आदि माइ टर्न मेरो पनि छोइरहेको त्यो हातले किन छुनी भने सरी सरी ल नयाँ नयाँ ड्याडी ल यस्तै गर्ने म गरिसन ल ल ओके 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 ल बेबी पाला ओ बहिनी पनि जाने हो बाइ अहिले फेरि के गर्छ ल के गरेको यो म एकचोटि मात्र हो बेबी एकचोटि मात्र ल ल आदिमाको टर्न सिकाइन्छ एकचोटि मात्र सट्ट गर्ने चाँडै ढल्ला ओके ड्याडीको टर्न ल भयो छोड एउटा कन्टेस्टेन्ट रिसाएर गएपछि आदिमाको पालो गफन गयो गर्छ आन्टीसँग तल बस न आदिमा आज पनि ढल्ला ल ढाल्न त आदिमा नि ढाल्नुपर्छ किनभने जित्नु पऱ्यो नि त आदिमाले ओके ड्याडीको आफ्नो खै त चम्चा मारेको लिन्छ न मारेको छैन देऊ दे हजुर बस्छु ड्याडीको टर्न ड्याडीको नाम ड्याडी दुईचोटि गर्ने हैन के ने हजुर ल आदिमा ओके ओके हजुर टर्न हैन ओके मम्मीको टर्न गाइस गेम एकदम नियरेस्ट विनर हुँदैछ है को जितिरहेछ यार बेबीको पाला भयो छोडिदिनु नि ड्याडी पनि बेबीको पालो हामी अलि ढलाउँछ नि बिचार मुख गाड्ने ओदेखि त्यही भन्दैछ बहिनी ढल्ला नि दिदी गर्ने चुप लाइछ नि ल आदिमा टर्न ड्याडी टर्न एकजनाले झापर खान्छ बस गाइस हामी एकदम नजिक आइसक्यौँ म चाहिँ क्यामेरा मिलाउँदै यता बिग्रिन्छ किन डर लागिरहेको सास नखेर है आदिमा के गर्छ ड्याडीले आफूपट्टि चाहिँ धेरै लिएर आएर आफ्नो साइड हुन्छ होला नि घुमाउनु पाइन्छ जसको साइडमा गर्ने नि हुन्छ त्यही गर्न पर्छ यसले त बाबा एकखेर चम्चा बेबीको पालो हो ल अब चाहिँ अलग अलग गर्नुपर्छ है ल ड्याडी ए आदिमाको टर्न बाबु तिमी के अब ड्याडीको टर्न ल ड्याडीको भयो नि ड्याडी हजुर ल ट्राई गरिदिउँ न क्या ल्याउ बेबी मेरो ढाल्छौ ले अनि के ल आदिमा टर्न गाइस गेम म हजुरलाई यस्तो देखाउँछ अब हेरेछ यो गेममा आदिमाको टर्न होइन मैले गरे हैन भर्खर खै देखेन नि त गर्यौ गरे भर्खर उसो ड्याडीको टर्न ल माई टर्न ड्याडी बाटो हुँदै गएछ आदिमाको टर्न आदिमा विनर हुनुपर्छ गाइस यो गेममा दिस न
दिसो त एकछिन यो अरू घाँसबाट पनि गर्न मिल्छ क्या मलाई त्यही म त आफ्नै साइड गर्छु आदिमाको टर्न ओएमजी यो कस्तो धरेछ यो पिठो गेम चाहिँ एकदम इन्ट्रेस्टिङ भइरहेको छ हजुरको ड्याडी पछि ड्याडी गर्छ कि ल झाडा छैन त्यसै कति धेरै खाइदियो ल ड्याडी टर्न म ड्याडीको साइड किन गरिरहेको छु ड्याडीको मात्रै हेरेको माई टर्न ढल्न ला ड्याडीको टर्न मम्मीको लक्ष्य त छैन त्यसलाई मैले यस्तो सोरेको छु है धेरै नै अब यो ढल्यो आइमाले कति धेरै खाइदियो भने ड्याडी अब गर्नु त परिहाल्यो नि यो चाहिँ यस्तो दामी देखियो यो फेरि फिस क्या कस्तो दामी यसले हामीलाई खानला कस्तो दामी यसले हामीलाई खानला म त क्यामेरामा हेर्दा हो कि मम्मीको मुख जोतेछ हेर है माएर हेर है हजुर भिडियो खिच्छ म बेकारमा क्यामेरामा ल अब बेबी गाई म मुर्न गए रुन्छ है अहिले धेरै बेर सोचेर रुन्थ्यो कि हेर न हेर्न गएको धन्न म त रुन्छ जस्तो लाग्थ्यो धन्न रहेन टिका त लाग्यो नाखिर पख्दो रहेछ त्यो मन नगर्दिएको धेरै गाइस हाम्रो गेम सक्यो अनि गाइज हाम्रो गेम सक्यो विनर भइसक्यो हाम्रो आदिमा त्यही भएर हामीले आदिमालाई विनर भएकोले यता हेर न आदिमा हाम्रो टिका लगाइदिइसक्यौँ यता हेर न विनर गाइज विनर भयो आदिमा ह्याप्पी भएको त्यही भएर मेरो माइरा नि गाइस अनि हजुरलाई यो फ्यामिली गेम गाइस अनि हजुरलाई यो फ्यामिली गेम कसले प्लिज लाइक एन्ड सब्सक्राइब गर्छ होला मन पऱ्यो भने अनि आजको भिडियो मन पऱ्यो लाइक गर्छ सब्सक्राइब गर्छ त्यसो भए नेक्स्ट भिडियोमा बाई